सडकमा गणतन्त्रको विकल्प किन खोजिरहेका छन् राजावादीहरू? काठमाडौँका सडक किन गुन्जिए गणतन्त्रको विकल्प खोज्ने नाराले? अठारौं गणतन्त्र दिवसमा काठमाडौँको सडक एकपटक फेरि राजनीतिका दुई ध्रुव बीचको रणभूमि बन्यो। एउटा तर्फ गणतन्त्रको रक्षामा उत्रिएको एमाले, अर्कोतर्फ राजतन्त्र पुनर्स्थापनाको हुंकार भरिरहेका राजावादी। देशले 18औं गणतन्त्र दिवस मनाइरहँदा राजधानी काठमाडौँका सडकहरू उत्सवको होइन संघर्षको केन्द्र बने। गणतन्त्र बचाऊ र राजतन्त्र ल्याउनका नाराहरूले सडक गुन्जामान बने। तर प्रश्न उठ्छ, किन गणतन्त्र दिवसको दिन नै सडकमा गणतन्त्रको विकल्प खोज्दैछन् केही नेपालीहरू? किन त्यही दिन जब मुलुकले लोकतन्त्र, संघीयता र गणतान्त्रिक उपलब्धिहरूलाई उत्सवका रूपमा मनाउने अपेक्षा गरिन्छ, सडकमा झडपको सम्भावना पैदा हुन्छ? सर्वसाधारणका लागि अस्तव्यस्त काठमाडौँ सडक राजनीतिक शक्तिहरूका लागि शक्ति प्रदर्शन केन्द्र बन्छ। गणतन्त्रकै दिन जसरी ओली नेतृत्वको एमाले कार्यकर्तालाई सडक कब्जा गर्न भन्यो, 15 गते 11 बजेदेखि 2 बजेसम्म काठमाडौँमा नेकपा एमालेको नियन्त्रण हुनुपर्दछ। कसरी कुन संस्था अगाडि लाग्छ, कुन संस्थाको आयोजना हुन्छ, त्यसलाई छोड्दै राजतन्त्र पक्षधरले पनि यो दिनलाई नै राष्ट्रघातको संज्ञा दिँदै विरोध प्रदर्शन गर्यो। ओली जसले गणतन्त्रको स्थापनामा भूमिका खेलेको बताउँछन्, गणतन्त्र बचाउन अहिले आफ्नै कार्यकर्तालाई सडक कब्जा गर भनेर खुल्ला निर्देशन दिइरहेका छन्। गणतन्त्रकै दिन प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेका बेला उनी स्वयं कहिले टुडी खेल, कहिले आफ्नै पार्टी सभामा सहभागी हुन दौडिरहेका थिए। लाग्छ उनलाई कतै सेनाले गर्ने गणतन्त्र दिवसको औपचारिक कार्यक्रम भङ्ग नहोस् भनेर चिन्ता लागेको छ। किनकि राजावादीको आन्दोलनले ओली लगायतको समूह बेचैन देखिन्छ। भोग गरिरहेको सुविधा खोसिने हो कि भन्ने ठुलो चिन्ता उनीहरुमा छ। त्यसकै प्रमाण जिल्ला प्रशासन कार्यालयले गएको रात राजावादीको सम्भावित आन्दोलन स्थलमा निषेधाज्ञा जारी गरेको छ। यस्तो निर्णयले सत्ता पक्षको डर झल्काउँदैन र? गणतन्त्र स्थापनाको 18 वर्षपछि राजतन्त्रको पक्षमा सडकमा देखिएको भिड आकस्मिक होइन। पछिल्ला 6 महिनादेखि राजावादी गतिविधि तीव्र छ। खास गरी पछिल्लो युवा पुस्ताले पनि गणतन्त्रको नाममा सत्ताका खेल मात्र भएको देख्न थाले। विरोधको स्वरूप झन बढेको छ। ओली, देउवा र प्रचण्ड यी तीन नेताहरूले 18 वर्षमा राज्यको सम्पूर्ण सुविधा उपयोग गरे, तर उनीहरूका सरकारहरू नागरिकको आकांक्षा पूरा गर्न असफल भए। यही असफलताले वैकल्पिक व्यवस्था प्रतिको सोचलाई जन्म दिएको थियो। वैकल्पिक रूपमा उदाएका रवि लगायतका व्यक्तिहरूमाथि पनि सरकार रिसिभीमा लागेको नागरिकलाई लाग्न थालेपछि पहिलेकै राजतन्त्रको वकालतमा नागरिकहरू सडकमा आउन थालेको देखिन्छ। जनताले प्रश्न गर्न थालेका छन्, के गणतन्त्रका नाममा नेताहरूले मात्र लाभ लिने हो? राज्य शक्ति जनताका लागि हो कि दलका लागि? के नेतृत्व परिवर्तनले मात्र जनताको मुहार परिवर्तन हुन्छ? राजावादी आन्दोलनको भोलिपल्ट पनि जब नागरिक स्वतः स्फूर्त रूपमा सडकमा ओर्लिए, तब सरकार फेरि निषेधाज्ञा जारी गर्न बाध्य भयो। यो डरले देखाउँछ राजनीतिक नेताहरू आत्तिएका छन्, खास गरी जब उनीहरू नै जनता बीच विश्वास गुमाउँदैछन्। यतिखेर मुलुकको राजनीति दुईवटा मोडमा छ। एकातिर जनताको आकांक्षा बुझ्न नसकेको वर्तमान सत्ता, अर्कातिर तीव्र गतिमा बढ्दै गरेको राजतन्त्र पक्षधरको आवाज। अब प्रश्न नेताहरूलाई, गणतन्त्र जनताका लागि हो भने किन नागरिकहरू सडकमा छन्? राजतन्त्र गलत हो भने किन त्यसको समर्थनमा उत्रिनेको संख्या बढ्दो छ? देश परिवर्तनको घडीमा उभिएको छ। अब निर्णय जनताले गर्नेछन्, नेताहरूका भाषणले होइन। सडक हेर्दा यस्तो देखिन्छ, जनताले 18 वर्ष गणतन्त्रको सुविधा भोग गरेका नेताको विकल्प खोजिरहेका छन्। उनीहरू आफैले बुझेर छोड्ने हो वा जनताले बङ्गलादेशमा जस्तो लखेटेर फ्याल्ने हो, त्यो भने हेर्न बाँकी नै छ।